आदरणीय दर्शकबिन नमस्कार, म मनोज दसौदी। यति बेला हामी मलेसियाको मलाका राज्य स्थित तामान बाचान जयामा छौं। हामी त्यहाँ छौं जुन ग्राउन्डमा आगामी जुन 7 र 8 तारिक आइतबार र शनिबार 2 दिन सगरमाथा आमन्त्रित भलिबल कप 2025 को आयोजना हुँदैछ। यो भलिबल कप आयोजना गर्ने संस्था सगरमाथा युवा क्लब प्रवास मलाका मलेसिया। आगामी यो आयोजनाको बारेमा विस्तृत जानकारी लिनका लागि र यसको तयारी कसरी हुँदैछ र यसको समापन कसरी गर्ने तयारी छ, यसको बारेमा पनि विस्तृत जानकारी आज तपाईलाई दिने प्रयास गर्नेछौँ। आज हामी यहाँका आयोजक टिमसँग विशेष अन्तरङ्ग कुराकानी गर्नेछौँ र विशेष जानकारी तपाईलाई दिने प्रयत्न गर्नेछौँ। अब हामी ढिलो नगरिकन आयोजक टिमसँग जोडिने प्रयास गर्दैछौँ। नमस्कार, मेरो नाम देवकुमार गुरुङ, म सगरमाथा युवा क्लबको सल्लाहकार। नमस्कार, मेरो नाम रविन्द्र श्रेष्ठ, म सगरमाथा युवा क्लबको प्रमुख सल्लाहकार। नमस्कार, मेरो नाम प्रदीप बोहरा आकाश, यस सगरमाथा युवा क्लबको अध्यक्ष। नमस्कार, म भूपेन्द्र दशरथी। नमस्कार शिवारो, मेरो नाम अर्जुन लावती लिम्बू, सगरमाथा युवा क्लबका महासचिव। नमस्कार, मेरो नाम धनक बस्नेत, म सगरमाथा युवा क्लबको फिल्ड संयोजक। नमस्कार, म उमेश सिन्हा, सगरमाथा युवा क्लबको खेल संयोजक। आदरणीय दर्शकबिन, पुनः पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु मलेसियाको मलाका राज्यबाट। यहाँ आगामी जुन 7 र 8 तारिक स्वर्गीय जीवन मगरको स्मृतिमा आयोजना भएको सगरमाथा आमन्त्रित भलिबल प्रतियोगिता 2025 को तयारीको बारेमा के कस्तो भइरहेको छ भन्ने बारेमा जानकारी लिनका लागि म यति बेला सगरमाथा युवा क्लबका आयोजक टिमसम्म जोडिएको छु र उहाँहरूसँग केही अन्तरङ्ग कुरा गर्नेछु र यसको विस्तृत जानकारी तपाईलाई दिलाउनेछु। सबैभन्दा म पहिला सगरमाथा युवा क्लबका अध्यक्ष आदरणीय प्रदीप बोहरासँग जोडिन चाहन्छु। सबैभन्दा पहिला स्वागत गर्न चाहन्छु प्रदीप सर, यहाँलाई हिरो नेपाल टिभीमा। नमस्ते। कन्चे आरामी हुनुहुन्छ? एकदम आराम छु। सगरमाथा युवा क्लबले स्वर्गीय जीवन मगरको स्मृतिमा जुन 7 र 8 तारिकको दिन जुन भलिबल प्रतियोगिता आयोजना गरेको छ, यसको तयारी कसरी गरिरहनु भएको छ, यसको बारेमा थोरै केही जानकारी गरिदिनु। नमस्ते सबैमा। हाम्रो चाहिँ कस्तो भयो भने हाम्रो क्लब सदस्य जीवन मगर खस्नु भएको त लगभग 4 महिना जति भयो होला। हजुर हजुर। त्यसपछि भनेको हाम्रो जुन मलेसियामा सबै प्रवासी हामी काम गर्नुपर्छ। हजुर। हाम्रो पब्लिक होलिडेको अलिकति समय पार्नुपर्ने भएको कारणले यसभन्दा जस्ट अगाडि मलायुको चाडको बेलामा भनेको हाम्रै नजिकको क्लबको साथीहरूले गेम खेलाइदिनु भयो। त्यसबाट हामीले त्यसमा जुदाउन सकेन। त्यसपछि हामीले चाहिँ म्यानेज गर्दै जाँदाखेरि त्यो मुस्लिमकै हाजी, हरिराया हाजी भन्छ, त्यो चाहिँ जुन महिनाको 6 र 7 तारिक परेको कारणले गर्दा जीवन मगरको स्मृतिमा हामीले यो गेम खेलाउन गइरहेको। तपाईँले भने जस्तै गएको हरिरायामा यही मलाकामा पनि अर्को गेम गरियो, जसको कारणले गर्दा पनि एकैचोटि 2टा गेम जुझ्नु भन्दा यसलाई चाहिँ तपाईँहरूकै सदस्य स्वर्गीय जीवन मगरको स्मृतिमा अर्को छुट्टीलाई कभर गरेर यसलाई चाहिँ पछाडि लैजानुभयो। समथिङ 1 महिना बाँकी छ। हामीले सुनेका छौँ सगरमाथा युवा क्लब मलाकामा एकदमै पुरानो युवा क्लब पनि हो, जसलाई तपाईँले हाकिरहनु भएको छ र धेरैको आशाको केन्द्रबिन्दु बनेको सगरमाथा युवा क्लब अब चाहिँ यो विभिन्न गेमहरूलाई अगाडि बढिरहनु भएको छ र स्वर्गीय जीवन मगरलाई पनि तपाईँले सम्झिरहनु भएको छ। सबभन्दा नेपाली भएर नेपालीलाई सम्झिनु र दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै तपाईँले जुन भलिबलको आयोजना गरिरहनु भएको छ, उहाँहरूको फेरि पनि हामी चिर शान्तिको कामना गर्न चाहन्छौँ। यसलाई चाहिँ अब सबै जो दर्शकहरू हेरिरहनु भएको छ र यो खेलमा चाहिँ आउन चाहनुहुन्छ, भाग लिन चाहनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ, कसरी चाहिँ तपाईँले बोलाउने प्रयास गरिरहनु भएको छ यतिखेर? यसमा चाहिँ कस्तो हुन्छ भने हामीले बाहिरको मलाका स्टेटभन्दा बाहिरको टिम 6वटा टिमलाई हामीले मान्यता दिएको छौँ। मलाका भित्रको टिम 6वटा टिम। यसमा भनेको हाम्रो जुनसुकै इन्ट्री फी लाग्ने छैन। हजुर हजुर। हामीले भनेको चाहिँ बाहिरको टिमलाई बस्नको व्यवस्था गरेको छ। खाना र
अरूको व्यवस्था आफै गर्नुपर्ने छ। बस्नको लागि हामी खेल जितेर बस्ने टिमहरूलाई बाहिरको मुलाका भन्दा बाहिरको टिमलाई चाहिँ हामीले बस्नको व्यवस्था गरेको छ। त्यसमा भनेको अब हाम्रो सबै क्लबहरूलाई हामीले पत्र काट्छौँ। पत्र काट्दाखेरि जति योभन्दा अगाडि पनि हामीले गेम खेलाएको छ, जुन क्लबको साथीहरूले चाहिँ हामीलाई धेरै स्पोन्सर गर्नुभएको छ त्यो क्लबको नाम अन्तिममा हामीले फाइनल गर्छौँ। अनि हामीले भनेको क्लब मात्रै हामीले उपस्थित गराउँछौँ। भनेपछि तपाईँहरूले पत्र काट्नुहुन्छ सबै टिमलाई र टिमले तपाईँलाई सम्पर्क गर्नुहुन्छ र त्यो 20को टिमलाई तपाईँले सिलेक्ट गरेर तपाईँले आमन्त्रण गरेको टिमलाई मात्रै यहाँ प्रवेश गराइनेछ। भनेपछि अब जोस् यसलाई चाहिँ भव्य र सभ्य तरिकाले अगाडि बढाउनका लागि प्रयास गरिरहनु भएको छ। हामी पनि यहाँभन्दा पछाडि पनि यसबारेमा जानकारी दिनेछौँ र निरन्तर यसलाई अपडेट गरिरहनेछौँ। यहाँको यो राम्रो यो काम जो वर्षौँदेखि गर्दै आउनुभएको छ, यो वर्ष झन् एउटा खेलाडीकै र तपाईँकै सदस्यको स्मृतिमा गर्दै हुनुहुन्छ, एकदमै सराहनीय छ र सफलताको शुभकामना पनि छ यो गेमको। तपाईँलाई धन्यवाद। आदरणीय दर्शकबिन, पुनः पनि हामी यति बेला सगरमाथा युवा क्लबका महासचिव आदरणीय व्यक्तित्व अर्जुन लावतीसँग अन्तरङ्ग कुराकानी गर्दैछौँ र उहाँबाट विशेष जानकारी तपाईँलाई प्राप्त हुनेछ यो आयोजित खेलको बारेमा। सबैभन्दा पहिला म हिरो नेपाल टिममा स्वागत गर्न चाहन्छु। नमस्कार, स्वागत छ यहाँलाई अर्जुनजी। धन्यवाद सर। आरामै हुनुहुन्छ? एकदम आरामै। यति ठुलो खेल आयोजना गर्दै हुनुहुन्छ, हरेक वर्ष तपाईँले गर्दै आउनुभएको छ। तपाईँको यो दिन सम्पूर्ण मलेसियामा रहनुहुने दर्शक महानुभावहरूले र खेलाडीहरूले अत्यन्तै बुझिरहनु भएको छ। यति बेला पनि तपाईँले पहिलेको समयभन्दा अलिक फरक समयमा खेलको आयोजना गरिरहनु भएको छ, किनभने पहिला चाहिँ हरिराया चाहिँ न्यु इयरको बारेमा समयमा चाहिँ आयोजना हुन्थ्यो भने यति बेला चाहिँ अलिकति पछाडि गएर आयोजना गर्नुको मुख्य कारण चाहिँ के हो, मलाई खुलाइदिनुहोस्। विशेष गरी यो पत्रकार दशौदी सरलाई धेरै धेरै धन्यवाद र साथै हिरो नेपाल टिभीलाई धन्यवाद दिन चाहन्छु। र यो हाम्रो खेल आयोजना गर्नु र किन यस्तो अब डिसिजन भन्दा पनि यस्तो हुन्छ नि त, अब पहिला योभन्दा अगाडिको आयोजना पनि हामीले गर्ने यो योजना गरिसकेका थियौँ। हजुर। र त्यो योजना चाहिँ कस्तो भयो भन्दाखेरि अब हामीले अलिकति सूचना प्रकाशित गर्न अलिक ढिलो भएको कारणले गर्दाखेरि यही मलेसियाको मलका राज्यभित्रकै एउटा संस्थाले भलिबल जुन अहिले गएको मुस्लिमहरूको मान चाड हरिरहेको अवसरमा उहाँहरूले कम्प्लिट आउट गरिसकेपछि अब उहाँहरूसँग हामीले अब प्रतिस्पर्धा भन्दा पनि उहाँहरूसँग अब गेम जुदाउनु अलिकति उचित लागेन। त्यस कारणले गर्दाखेरि हामी त्यसभन्दा पनि अलिक पछाडि जुन यो 2 महिना पछाडि यो ईदको अवसर पारेर हामीले एउटा यो गेम आयोजना गरेका छौँ। जोस् यो आउने गेम पनि एउटा पब्लिक होलिडेको अर्थात् सार्वजनिक विधाको रूपमा समयलाई लिएर तपाईँले आयोजना गरिरहनु भएको छ। हजुर। तपाईँहरूले जुन आयोजना गरिरहनु भएको छ, जीवन मगर, स्वर्गीय जीवन मगर उहाँकै तपाईँहरूकै सदस्य भन्ने छ, के छ यस बारेमा, उहाँको जीवनको बारेमा, जीवन मगरको बारेमा केही बताइदिनुहोस् न, छोटो जानकारी। हजुर, धन्यवाद प्रश्नको लागि। जीवन मगर हुनुहुन्थ्यो हाम्रै सगरमाथा युवा क्लबका आधिकारिक सदस्य हुनुहुन्थ्यो होइन। उहाँले यस सगरमाथा क्लबप्रति उहाँले ठुलो योगदान पुर्याउनु भएको छ र उहाँ योगदान पुर्याउँदै पनि उहाँ असामयिक निधन भएको कारणले गर्दाखेरि हामीले यो गेम आयोजना गर्नुको प्रमुख उद्देश्य स्वर्गीय जीवन मगर भाइको स्मृति साथै सम्झना जति पनि हामी सगरमाथा परिवारभित्रका सदस्यहरूले सधैँ सम्झिरहने र उहाँले कहिल्यै नबिर्सिने यो उहाँको एउटा सम्झना स्वरूप हामीले यो गेम आयोजना गर्नुको मुख्य उद्देश्य त्यति हो। र यो गेम आयोजना पनि अब हामीले यस्तो छ, अब मेन आयोजना हामीले आमन्त्रण तरिकाले यो गेम आयोजना सञ्चालन गर्न गइरहेका छौँ। आमन्त्रण भन्ने बित्तिकै तपाईँहरूले पत्र काट्नुहुन्छ होइन, पत्र काट्नुहुन्छ टिमहरूलाई, मलेसियाभरिका टिमहरूलाई पत्र काट्नुहुन्छ जस्तो लाग्छ मलाई। पत्र काटिसकेपछि पत्र काटेका सबैलाई लिने हो अर्थात् तपाईँले पत्र काटिसकेपछि तपाईँलाई सम्पर्क गर्ने टिमहरू मध्ये छानेर लिने हो, कस्तो हो यो? हजुर, यो एकदम महत्त्वपूर्ण क्वेसन राख्नुभयो तपाईँले, त्यसको लागि धेरै धेरै धन्यवाद। यहाँ भनेको हामीले योभन्दा अगाडि हामीले सूचना प्रकाशित गरिसकेका छौँ होइन, जसमध्ये अब हामीले चाहिँ एउटा यो संस्थाहरू धेरै छन्। अब हामी जुनै संस्थाहरूसँग त्यति प्रत्यक्ष सम्पर्कमा जोडिएका छैनौँ, त्यति हामी नजिक छैनौँ, जसको कारण हामीले चाहिँ एउटा सूचना प्रकाशित गरिसकेका, जुन सूचनामा चाहिँ हामीले कस्तो गरेका छौँ भन्दाखेरि जति पनि सहभागी हुन चाहनुहुने संस्था टिम खेलाडी साथीहरूले सम्पर्कमा हामीले सीमित
समय दिएको त्यो समय अवधिभित्र सम्पर्कमा आइसकेपछि हामीले को कति कहाँबाट र कुन संस्थाले हामीले सम्पर्क गरेको छ र त्यही आधारले गर्दाखेरि अब जुन संस्थाले योभन्दा अगाडिको गेम आयोजनाहरूमा त्यो संस्था समूह टिमले यो हाम्रो संस्थालाई योभन्दा अगाडिको खेल आयोजनामा कतिसम्म योगदान पुर्याउनु भएको छ त्यो कारणले त्यो उहाँहरूको मूल्याङ्कन उहाँको योगदानले मूल्याङ्कन गरेर हामी सबै सगरमाथा युवा क्लबका सदस्य होइन अब सगरमाथा युवा क्लबका खेल संयोजक सबै सरसल्लाह हामी निर्णय गरेपछि हामीले सेलेक्ट गरेको जम्मा मलेसियाको मलाका राज्यभन्दा बाहिरको 6वटा टिमलाई हामीले आमन्त्रण गर्नेछौँ र जस्तै मलाका भित्रको पनि हामीले जम्मा 6वटा गरी हामीले 12वटा टिमलाई चाहिँ 12वटा टिमलाई चाहिँ हामीले यो आयोजनामा सहभागी गराउने हामीले निर्णय गरेका छौँ र जसमध्ये अब हामीले 12वटा भन्ने छ तर हुनसक्छ योभन्दा 1-2वटा टिम प्लस माइनस पनि हुन सक्ने सम्भावना देखिएको छ र अहिले हामीले जति पनि खेलाडी संस्थाहरूले हामीले पत्र काटिसकेको छैन अब जति पनि सम्पर्कमा आइराख्नु भएको संस्थाहरू उहाँहरूले हामीले एकदम अब नोटेडमा राखिरहेका छौँ। ठिक छ, तपाईँको यो अत्यन्तै महत्त्वपूर्ण खेलको सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद। र यो खेलले सबै मलेसियामा रहेका नेपालीहरूको बिचको सम्बन्धलाई, तपाईँहरूको बिचको खेलाडीको सम्बन्धलाई, दर्शकको बिचको सम्बन्धलाई अझ प्रगाढ बनाओस् र तपाईँलाई पनि व्यक्तिगत रूपमा केही न केही सबैले चिन्ने खालको वातावरण निर्माण होस्, त्यो हामी चाहना र कामना गर्न चाहन्छौँ। र यो तपाईँको यो गेम छ जुन 7 र 8 तारिक आइतबार र शनिबारको दिन होइन। यो खेलमा चाहिँ प्रवेश गर्ने अर्थात् यहाँ चाहिँ प्रतिस्पर्धामा उत्रन चाहने खेलाडीहरू अर्थात् टिमहरूले प्रवेश शुल्क तिर्नु पर्ने छ कि छैन, दत्ता शुल्क तिर्नु पर्छ कि पर्दैन, यसबारेमा पनि खुलाइदिनुहोस्। धन्यवाद क्वेसनको लागि। यो खेल आयोजनामा सहभागी हुनको लागि जति पनि अब हामीले आमन्त्रण गरेको समूह मात्रै सहभागी हुन पाउनेछ, तर यस खेल आयोजनामा सहभागी हुनको लागि दर्ता शुल्क बिल्कुल लाग्ने छैन र साथै हामी मलाकाभन्दा बाहिरदेखि आएका खेलाडीहरूको लागि हामीले जितेर बसेको टिमलाई बस्नेको व्यवस्था पनि मिलाएका छौँ भने जति पनि खेलाडीहरूले अब हामीले त्यति धेरै यो आमन्त्रण खेलमा त्यति धेरै खेलाडीहरूले हामीले सुविधा त दिन सकेको छैनौँ। उहाँहरूले आवत जावत र खाने व्यवस्था खुद आफैले टिमले गर्नुपर्ने छ भने यो दर्ता शुल्क लाग्ने छैन र हामीले जितेर बसेको टिमलाई बस्नेको एकदम सुरक्षित व्यवस्था मिलाएका छौँ। टाढाबाट आउनुभयो भने यहाँ बसाइमा समस्या भएन, उहाँहरू आवत जावतको खर्चहरू उहाँहरूले आफै टिप्नु आफै बेहोर्नु पर्ने भयो र उहाँहरूको दर्ता शुल्क निःशुल्क रहने त्यो जानकारी गराउन चाहन्छौँ हामी पनि। र यो जुन आमन्त्रण भलिबल प्रतियोगिता गर्दै हुनुहुन्छ यसमा चाहिँ प्राइज कसरी निर्धारण गरिनु भएको छ, कसरी चाहिँ फर्स्ट प्राइज, सेकेन्ड प्राइज, थर्ड प्राइज, सान्त्वना अथवा ट्रफी के छ? गएको वर्ष तपाईँले एकदमै ठुलो धनराशिको पुरस्कारहरू वितरण गर्नुभएको थियो, यो वर्ष पनि त्यस्तै छ अथवा के हो त्यसबारेमा पनि जानकारी दिनु। हजुर धन्यवाद क्वेसनको लागि। यो चाहिँ हामीले पहिला योभन्दा गएको सालमा जति त हामीले धनराशि पुरस्कार वितरण गर्ने सक्ने अवस्था त छैन, किन भन्दाखेरि अहिले हाम्रो अवस्था पनि त्यस्तो छ र तैपनि जति पनि सहभागी हुने समूहलाई चाहिँ हामी सायद अन्यायमा चाहिँ पर्ने दिन चाहिँ पक्कै पनि छैन र त्यो अनुसारले उहाँले पनि अब अलिकति अन्याय नहुने तरिकाले नै पुरस्कारको पनि व्यवस्था गरेको छौँ भने प्रथम पुरस्कारको लागि हामीले 3,333 रिङ्गेट हामीले पुरस्कार व्यवस्था गरेको छौँ भने द्वितीय पुरस्कारको लागि 2,222 रिङ्गेट भने तृतीय पुरस्कारको लागि 1,111 रिङ्गेट र त्यस्तै गरी हामीले विधागत तर्फमा पनि उचित पुरस्कारहरूको व्यवस्था राखेका छौँ र आशा छौँ यो पुरस्कारमा जति पनि सहभागी टिमहरूलाई चाहिँ सायद अन्याय हुने छैन। एकदमै जुन तपाईँहरूको यो तयारी छ करिब 2 महिनाको लामोसँगै तयारी र भरपूर तयारी गर्नुहोस् र प्रचार प्रसारमा त्यतिकै ध्यान दिनु होला र आगामी यो हुँदै गरेको सगरमाथा आमन्त्रित भलिबल प्रतियोगिता 2025 जुन जीवन मगरको स्वर्गीय सगरमाथा युवा क्लबका सदस्य जीवन मगरको स्मृतिमा आयोजना हुँदैछ। यो एउटा छुट्टै खालको आयोजना जस्तो लाग्छ, किनभने सायद मलेसियामा कुनै एउटा नेपालीको स्मृतिमा उहाँको सम्झनामा आयोजना भएको सायद पहिलो खेल हुन सक्छ यो कुनै एकदम बिल्कुल जस्तो लाग्छ मलाई हैन। यो सम्झना त भयो नै र आमन्त्रण चाहिँ सायद मलेसियाको हकमा पहिलो आमन्त्रण नै हुन
हुन लागिरहेको छ। सायद धनराशिमा कमी होला, हजुर धनराशि पुरस्कार वितरणमा कमी हुन सक्छ, तर यो मलेसियाको हकमा चाहिँ आमन्त्रण चाहिँ यो पहिलो नै हो। अब सकेसम्म हामीले एकदम भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौँ। मैले एउटा पनि सोध्न के चाहे भने जुन तपाईँको पम्पलेटमा नम्बरहरू 2टा नम्बरहरू छोड्नु भएको छ कन्ट्याक्टको लागि जो खेलाडीहरूले र टिमहरूले, त्यो नम्बरहरू कसको छ त्यहाँ ठ्याक्कै उल्लेख भएको देखिएन। त्यसपछि तपाईँ तल त एउटा नाम लिस्ट छ, तपाईँ उहाँहरूले फोन गर्नु भने ठ्याक्कै कसलाई चाहिँ जान्छ त्यो फोन भन्ने कुरा मैले हजुर चासोको साथ तपाईँ राख्न चाहेँ। अलिकति त्यो कम्प्लेटमा हाम्रो कमजोरी भयो, त्यसको लागि म क्षमा चाहन्छु। जुन त्यहाँ हामीले अब धेरैजनाको सम्पर्क राख्न पनि सकिन्थ्यो, तर सम्पर्क अब त्यहाँ आउन सहभागी इच्छुकलाई अलिकति कन्फ्युज होला भनेर हामीले सिर्फ 2टा मात्रै नम्बर दिएको थियौँ। त्यो चाहिँ अब कसको नम्बर कुन हो के हो भनेर हामीले त्यो चाहिँ खुलाएनौँ। त्यो नम्बर चाहिँ विशेष अब पहिलो नम्बर चाहिँ अब महासचिव अर्जुन लावतीकै नम्बर भयो, र दोस्रो चाहिँ हाम्रो सगरमाथा युवा क्लब अध्यक्षको नम्बर हो। त्यसमा चाहिँ कन्फ्युज नहुनु होला भन्न चाहन्छु। त्यो पम्पलेटमा देख्नुहुन्छ उहाँहरूको नम्बर 2टा छ, 2टा नम्बर। जो पहिलो नम्बर छ सगरमाथा युवा क्लबका महासचिव अर्जुन लावतीको, त्यसै गरी दोस्रो अर्को नम्बर छ सगरमाथा युवा क्लबका अध्यक्ष प्रदीप बोहराज्यूको। उहाँहरू 2जनालाई सम्पर्क गर्नुहोला र त्यही अनुसारको टिमहरू इन्ट्री प्रक्रिया तपाईँको अगाडि बढ्ने छ, त्यो जानकारी गराउन चाहन्छु। त्यसै गरी अब यो हामी समयको पनि अन्तिममा छौँ र तपाईँको यो आयोजनाको भरपुर सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद सर। र हामी पनि यही कुरालाई सम्पूर्ण दर्शक समक्ष, सम्पूर्ण मलेसियामा रहनुभएका सम्पूर्ण नेपाली समक्ष प्रचार गर्ने प्रयास गर्नेछौँ। हामी यो जुन भिडियो हेर्दै हुनुहुन्छ हिरो नेपाल टिभीको पर्दाबाट, र यसको थोरै तपाईँलाई जोड्न चाहेँ, यसको चाहिँ लाइभ प्रसारण हुन्छ कि हुँदैन भन्ने पनि दर्शकबिनहरूको त्यो चासो हुनसक्छ। तपाईँले यो आयोजना अघिल्लो वर्ष पनि हिरो नेपाल टिभीको फेसबुक पेजबाट लाइभ प्रसारण भएको थियो, यो वर्ष पनि लाइभ प्रसारण हुन्छ कि हुँदैन भन्ने कुरा जोडिरहनु भएको छ दर्शकबिनले, यसमा के भन्नुहुन्छ? धन्यवाद सर। सबैजना दर्शक जस्तै प्रत्यक्ष उपस्थित भएर दर्शकहरू त उपस्थित हुने त हुनु नै हुन्छ यहाँ नै, उहाँहरू त प्रत्यक्ष लाइभ देखिन हाल्नुहुनेछ। र यदि बाइचान्स अब कार्य व्यस्तताका कारण यो खेल मैदानमा उपस्थित भएर उपस्थित हुन नसक्ने दर्शकहरूको लागि चाहिँ हामीले उहाँहरूको लागि पनि एउटा लाइभ व्यवस्था गरेको छौँ। यो लाइभ चाहिँ अब यो हिरो नेपाल टिभी पेजबाट नै प्रत्यक्ष लाइभ प्रसारण हुनेछ। तपाईँहरूले यो हिरो नेपाल टिभीले फलो गरिराख्नु होला, र साथै अब जुन अब हुन गएको गेम आयोजन चाहिँ हिरो नेपाल टिभीको फेसबुक पेज र युट्युबहरू सबैबाट चाहिँ प्रत्यक्ष लाइभ प्रसारण हुनेछ। तपाईँलाई यही हिरो नेपाल समक्ष जोडिन म आग्रह पनि गर्न चाहन्छु। पक्कै पनि आदरणीय दर्शकबिन, उहाँहरूले भने जस्तै सगरमाथा युवा क्लबले भने जस्तै आगामी जुन 7 र 8 तारिक जुन आमन्त्रित भलिबल प्रतियोगिता हुँदैछ, त्यसको प्रत्यक्ष लाइभ प्रसारण हिरो नेपाल टिभीको फेसबुक पेज र युट्युब च्यानल, 2 च्यानलहरूमा एकैसाथ प्रसारण हुने जानकारी पनि गराउन चाहन्छु। र त्यसै गरी जोडिनु होला, र सम्पूर्ण उहाँहरूबाट कलेक्सन भएका सम्पूर्ण सूचनाहरू हिरो नेपाल टिभी आगामी समयमा हिरो नेपाल टिभीबाट अगाडि बढ्नेछन् र आउनेछन्, त्यसलाई फलो गर्नुहोला भन्छु। र तपाईँहरूलाई विशेष गरी यो आयोजनाको सफलताको शुभकामना सहित तपाईँलाई पनि महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सर। हिरो नेपाल टिभीको अब मनोज दर्शकजी सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँले प्रसारणको लागि साथ सपोर्ट गर्नुभएको छ, साथै अब लाइभ प्रत्यक्ष लाइभ प्रसारणको लागि पनि अझै थप सहयोग गर्नुहुनेछ भन्ने आशा राखेका छौँ, जसको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद। साथै हिरो नेपाल टिभीले पनि म धन्यवाद दिन चाहन्छु। धन्यवाद। आदरणीय दर्शकबिन, यति बेला हामी जोडिएका थियौँ मलेसियाको मलाका राज्य स्थित तामान बाचाङ जयाबाट, जहाँ आगामी जुन 7 र 8 तारिकका दिन सगरमाथा आमन्त्रित भलिबल प्रतियोगिता 2025 को आयोजना हुँदैछ। स्वर्गीय सगरमाथा युवा क्लबका अध्यक्ष जीवन मगरको स्मृतिमा आयोजना यहाँहरूको पनि गरिमामय उपस्थितिका लागि आगामी हरेक सूचना र मनोरञ्जनका लागि हिरो नेपाल टिभीलाई सब्सक्राइब गर्दै गर्नुहोला, लाइक शेयर र कमेन्ट गर्दै गर्नुहोला। बाँकी चाहिँ पुनः भेट्ने भाषासहित आजको यो सम्पूर्ण इन्फर्मेसनको भिडियो सहित हिँड्दै हुन्छु म मनोज दसौदी। नमस्कार, जय नेपाल।